डगीसँग खेल्दै आइरहेको छ होटेल केटा केटीहरू भात खाँदैन कस्तो लाग्यो त तिमीलाई ठाउँ राम्रो लाग्यो This bed is amazing. This दाइ bed चाबी हेलो हेलो Good morning. Atia. कस्तो हुँदैछ छोरी राम्रो के राम्रो Sorry. पाछौँ जाँदा ठ्याक्कै स्टाइलसित अगायो भने जस्तो ठाउँ है कस्तो राम्रो त्यो भन्दा चाहिँ भन्नु ओरेन्ज कलर भएको अल्छीहरू बसे छ उयो फुल है पर्पल आइलो मेरो मुखमा चाहिँ नदी चिन्नलाई नि उता हेर्नुहोस् लागेको रहेछ यहाँ बस्यो पिछमा आइदिएर फुर्किदिन्छन् मम्मी र छोरी बस्छ हामी कति घन्टा भयो दुर्गा डाँडाको टुप्पोमा चक्कर मकर आइपुग्न लाग्यो हामी चाहिँ होइन 3 बजी हिँडेको अहिले 7-8 बजी लाग्यो यहाँ यस्तो है उभिन् त्यहाँ हो छिर्काएर त्यो हिमाल खिचेर बसिरहेको छ त्यहाँ आऊ न काइरा आऊ गो के बाइक गोडाली आफूले जङ्गली कुकुर आइरहेको छ यहाँ बाघमारा यताबाट जाने रे चोकोमोको त भयो चढ्ने होला
त होला नि के होला गोप्रो भएको मान्छे त अगाडि हुनुपर्ने होइन ड्रास्टिकली मौसम चेन्ज काइरा अब यता यहाँबाट चाहिँ हामी एउटा हेर्छौँ पहिला काइराको होइन अब चाहिँ हामी यहाँ त्यो ठाउँको नाम के हो अरे चक्सी कहाँ छ नि तिम्रो भाइ यो ठाउँको नाम अँ ठाउँको नाम चाहिँ चोकर मोकर चोकर मोकरमा अब हामी एकछिन खाजा खानलाई रेस्ट गर्दैछौँ तलबाट आउँदाखेरि हामीलाई चाहिँ यहाँ माथि टी हाउसमा मान्छे छैन भन्ने इन्फर्मेसन भएर चाहिँ हामीले आफैले खानेकुरा हाम्रो आफ्नै ग्यास स्टोभहरू लिएर आएको छ त्यसमा बनाएर खायो भने किन अनि यहाँको वेदर चाहिँ लाइक अनप्रिडिक्टेबल छ अहिले हेर्नु यहाँ हुस्सु छैन एकैछिनमा हुस्सु लाग्छ फेरि हामी चाहिँ यो बाटो हुँदै माथि जाने अब एकछिनमा अनि चाहिँ अनि हामी साउथ खानिस हेर्दैछौँ फोटो सेसनहरू पनि हुँदैछ चौचौ फुकाल्न नि भन्दैछ रातो त्यो होइन सेतो त्यो सेतो गोबर हेर्ने चाहिँ गाइस यसमा चिज हुन्छ यो होइन त्यो रातो त्यो यो भाडामा राखेपछि पो यो पिरो हो हो र ए यो चाहिँ चिज हो त्यो पिरो हुँदैन त्यो तेरो पो काको छु यो भाडामा राख्दैन त्यसलाई यो भाडामा राख्दैन हुन्छ त्यही पानीमा खानु हाल्नु पर्ला बनिहाल्यो त्यो चाहिँ सुपी खानु पर्ला जम्मै थियो यसमा दिने हो कि ल कसलाई यसो घोल्दै दिनु पर्ला है यहाँबाट त्यो माथिको धुनी थियो नदिन अब तल लग्यो अनि माथि पकाउनु पर्दैन फेरि माथि पकाएर खाने कसरी आउँछ र हामी तलसम्म जति 2.5 घन्टा हिँड्नै छ अनि भनाइ आनन्द आउने गरेर खाँदै किसमाया जम्मे रेस्टुरेन्ट खान्छु तर होइन शीत चुहेको उताबाट जाँदै हुन्छ कि हिउँ अलिअलि रहेछ यो अलिअलि यतै झर्छ चढ्यो के रहेछ ठाउँको नाम किसमा
जल जस्तो के यो जमेर के स्नोम्यान बनाऊँ न ए त भिडियो पनि हाल्नु मलाई होइन कि आसमा हाल्न त्यहाँनिर चाहिँ स्नेह त स्टेयरवे टु हेभेन भने यो ल होइन कहिले होइन छिटो छिटो जा माथि जा देखा होइन यो त पानी पर्ला हो के को स्नो हुन्छ पानी हो हेर बतासले ससेल्दै केही भने जस्तो छ तिम्रो सुन्दरताको वर्णन गर्ने जस्तो छ वाह कस्तो कोइली जस्तो छ के भने अब तपाईँलाई इन्डियन आइडलमा बोलाउला नि फेरि यति राम्रो बाटो छ कि हेर्नुहोस् यो बाटो गराङ्गडुङ भएर यहाँ यताबाट हिँड्नु भएको छ अनि हाम्रो दाइहरू सबैजना काइरा चाहिँ मोडल वक गर्दैछ कम अन बेबी कम अन ए बुमबाट खाने हो कहाँ गर्दैन
ल द्याट्स इट बाट आउँदाखेरि एकदम रमाइलो देखेको छ कस्तो राम्रो देख्दैछ दाइ हुर्सीबाट आउँदा त ल गजबन फुल्यो अब त्यति उकालो मात्र हो अनि आइपुग्यो कि रङ्गम चपाउने हो तपाईँ अब धेरै छैन काइरा चट्ट होइन सर यो ओह्रालो अनि ऊ त्यो उकालो त्यसपछि चाहिँ हामी हाम्रो snowfall भैरव कुण्ड अगाडिको एउटा कुण्ड है सानो कुण्ड रहेछ यहाँनिर चाहिँ स्नो परिरहेको छ आओ 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 खोइ देखि छैन चाहिँ भैरव कुण्ड सच बिग लेक छ रहेछ कृष्ण अनि अहिले चाहिँ पानी परिरहेछ हामी चाहिँ भैरव कुण्डमा बाथ गर्न सक्दैन जस्तो लाग्यो पानी परेको भएर त्यसै नेपालको झन्डा पनि छ दाइ चाहिँ डाइरेक्ट कुण्डतिर प्रस्थान गर्नुभयो हामी चाहिँ उताबाट जान्छौँ होला सायद आई थिङ्क त्यो चाहिँ भैरव कुण्डको ओइ त्रिशुल हो कि त्यहाँ पनि मान्छेहरू चाहिँ रहेछ अब एकछिन मन्दिर दर्शन गरेर खाजा खाएर फर्किन्छ मलाई चाहिँ एकदम पानी र स्नोको मिश्रण भएर रमाइलो भइरहेको छ दाइ एकदम हिउँमा हिँडेर रमाइलो गरिरहनु भएको छ यति भन्दै पछाडिबाट हाम्रो गाई जोडा एकजना नि हेरौँ आउँदैछ मम्मी र छोरी
ल यो तालेर चाहिँ ठ्याक्कै सुषमा र बुधु चाहिँ मिस भयो। अर्को टाइम चाहिँ कहीँ यसै हाइट ट्रेकिङमा मिलाउनु पर्ला नि। ओके ल साइन अफ। दादा कुण्डमै जानुभयो। मन्दिर होला सर। कुण्डमा स्नान गर्न नसके नि मुख धुने कार्यक्रम गर्दै हुनुहुन्छ दाइ। रेनकोट खोल्नु पर्ला नि। भैरवकुण्ड आइपुग्नु होइन। ठुलो रेन भयो, स्नोफल भयो अनि भैरवकुण्ड चाहिँ त्यहाँ छ। इट्स लाइक फगी, सबै कभर भइसक्यो। हामी चाहिँ यहाँ सानो यहाँ रेस्ट रुम रहेछ अनि त्यहाँ गएर आज चाहिँ हामी यहाँ अब सबैजना आइपुगेको भएर अब हामी यहाँ कुकिङ गर्दैछौँ। अब हामी पहिला हट चक्लेट बनाउँछौँ अनि त्यसपछि चाउचाउ खान्छौँ। अनि यता चाहिँ हाम्रो रेन्टको चाहिँ यहाँ चाहिँ एउटा यस्तो राम्रो घरको व्यवस्था छ। अगेन इट्स स्टार्टिङ। त्यहाँ रहेछ मन्दिर यताबाट। आई डोन्ट नो कहाँ पुग्छ। एकदम जाडो छ त्यही भएर हामी चाहिँ हट चक्लेट बनाउँदैछौँ। प्यारा अघिदेखि भोक लाग्यो भनिरहेको छ त्यही भएर यता हेरिदिनुहोस् त। प्यारा कस्तो छ तपाईँको सकल हेरौँ। अहिले ह्याप्पी भयो। अघि त स्याड भइसक्यो त्यो पानी परेर। अब मिठो हट चक्लेटहरू बन्छ, चाउचाउ बन्छ अनि हामी खान्छौँ यति भन्दै। हाम्रो सानो घरहरू एकदम रमाइलो छ। यस्तो ठ्याक्क 4 जना आँट्ने रहेछ। म्याट्रेसहरू पनि उछालेछ हेर्नुहोस्। र हामीले टेकेर हिलो बनाइदिइसक्यो। स्नोफल भइरहेको छ हेर्नु सक्नुहुन्छ। सानो सानो छुछु स्नोफल हेर्नु लुगामा। जिम्बाएर स्नोफलको लुगामा टाँस्यो भने मात्र राम्रो देख्दो रहेछ। कि म चाहिँ भाँडा हटा न कहाँ हो हामी यस्तो यहाँ। हिउँ परिरहेछ है, हिउँ परिरहेछ। लिस्टी गाउँ है यो चाहिँ। लिस्टी गाउँ हेर्दै काइरा। कति सुझ्यो काइरा छ तिमीहरू? कतिचोटि सुध्यो अरे? कतिचोटि सुध्यो अरे?